आमा एक्लै नै सङ्घर्ष गरेर हामीलाई पढाइरहनु भएको थियो। गाउँबाट काँचो केराहरू किनेर लिएर आएर गुम्साएर पकाएर बजारमा लगेर अनि बेचेर नाफा राखेर साउ बुझाउने, त्यो पनि बाँकीमा किनेर लिएर आएर हामी पनि गाउँ घरमा गएर त्यसरी केराका घरीहरू लिएर आउँथ्यौँ। अरू धेरै सङ्घर्ष गर्नुभएको छ र उहाँले एक्लै त्यहाँनिर घर व्यवहार सबै चलाएर, हामी साना साना थियौँ, 3 जना छोरा एउटी छोरी। समाजका मान्छेहरूले हेप्थे आमालाई, कतिपय खेतमा पानी लाउन नदिने, कोदालोले हान्न खोज्ने, एट्याक गर्न खोज्ने। यसले मेरो दिमागमा के आयो त्यो बाल मनस्थितिमै भने मैले झ्याप्पै कुकुरले हात काटिदिएँ भने कति सजाय हुन्छ होला मलाई, मैले एउटा दाँत झारिदिएँ भने मलाई कानुनले कति सजाय गर्छ होला भन्ने मेरो दिमागमा आउन थाल्यो। सजाय चाहिँ कति हुन्छ होला भन्ने बुझ्नका लागि म कानुनमा इन्ट्रेस्टेड भएँ। खासमा मेरो प्रेरणा नै कानुन पढ्नका लागि आमा